आज हामी एउटा यस्तो घटनाको बारेमा कुरा गर्दैछौँ जसले एउटा रमाइलो चाड हेलोविनलाई डरको पर्याय बनाइदियो। यो कथा हो रोनाल्ड क्लार्क ओब्रायनको, जसलाई दुनियाँले क्यान्डीम्यान किलरको नामले चिन्छ। कल्पना गर्नुहोस् त सन् 1974को टेक्ससको डियर पार्क, हेलोविनको रात, बच्चाहरूको हाँसो, घर घरमा क्यान्डी। तर त्यो रात कसैलाई के थाहा थियो र एउटा भयानक घटनाले यो सबै खुसी खोस्न लागेको थियो। यो कथाको केन्द्रमा छ ओब्रायन परिवार, बुवा रोनाल्ड, आमा अनि उनीहरूका दुई साना नानीहरू टिमोथी र एलिजाबेथ। अरू जस्तै उनीहरू पनि ट्रिक अर ट्रिटिङको लागि तयार थिए, तर उनीहरूको त्यो सामान्य रात जीवनकै सबैभन्दा कहाली लाग्दो रात बन्दै थियो। त्यो रातको घटनाक्रम हेरौँ है। रोनाल्ड आफ्ना बच्चाहरू र छिमेकीसँग क्यान्डी माग्न निस्किए। एउटा अँध्यारो घर जहाँ बत्ती निभेको थियो त्यहाँ रोनाल्ड एक्लै गए। एकछिनपछि फर्केर आउँदा उनको हातमा 5वटा पिक्सी स्टिक्स थियो। उनले भने घरको मान्छेले नै दियो। सुन्दा सामान्य लाग्ने यही कुरा पछि गएर एउटा भयानक रहस्यको जड बन्न पुग्यो। घर फर्किने बित्तिकै 8 वर्षको टिमोथीले त्यही पिक्सी स्टिक खान खोज्यो। उसले खोल्न सकेन अनि बुवा रोनाल्डले कैँचीले काटेर दिए। टिमोथीले एकै घुट्कोमा खायो, तर उसको अनुहार बिग्रियो। बाबा, यो त तितो छ, उसले भन्यो। त्यो उसको अन्तिम शब्द थियो। केही पलमै उसको पेटमा भयानक दुखाइ सुरु भयो। ऊ चिच्यायो र बाथरुममै ढल्यो। टिमोथीको मृत्युको खबर सोच्नुस् त जङ्गलमा आगो फैलिए जस्तै फैलियो। हेलोविनको क्यान्डीमा बेस, यो सुनेर पुरै शहरमा आतंक मचियो। डराएका आमा बाबुहरूले आफ्ना बच्चाहरूका क्यान्डीका झोलाहरू बोकेर पुलिस स्टेसनतिर दौडिए। केही घण्टामै पुलिस स्टेसन क्यान्डीको थुप्रोले भरियो। रमाइलोको रात डरको रातमा परिणत भयो। जब पुलिसले ती बाँकी पिक्सी स्टिक्सहरू जाँच गर्यो, उनीहरूले तुरुन्तै केही गडबड छ भन्ने थाहा पाए। ती फ्याक्ट्रीबाट सिल भएर आएका थिएनन्। कसैले चलाकीपूर्वक माथिबाट काटेर भित्र ज्यान लिने विष भरेर अनि फेरि स्टेप्लरले टाँसिदिएको थियो। यो कुनै दुर्घटना थिएन, यो त सोची विचारी गरिएको एउटा क्रूर हत्या थियो। पुलिसले हत्याराको खोजी त सुरु गर्यो, तर अचम्मको कुरा के भयो भने अनुसन्धानको सुई एकमात्र साक्षी रोनाल्डतिरै सोझियो। जब पुलिसले सोध्यो त्यो क्यान्डी कुन घरबाट ल्याउनु भएको हो, रोनाल्डको जवाफ थियो, मलाई त यादै भएन। हो, यही जवाफले पुलिसलाई शङ्कालु बनायो। जब पुलिसले धेरै दबाब दियो, रोनाल्डले एउटा घर देखायो। तर जब अनुसन्धान भयो, रोनाल्डको पुरै कथा झुटो साबित भयो। त्यो घरको मालिक त त्यो रात काममा थिए, 200 जना साक्षीको अगाडि। उनको परिवारले त क्यान्डी सकिएर बत्ती नै निभायो रहेछ। बस यहीँबाट रोनाल्ड एक दुखी बाबुबाट आफ्नो छोराको हत्याको मुख्य शङ्कास्पद व्यक्तिमा बदलियो। अब जब रोनाल्ड मुख्य शङ्काको घेरामा आयो, पुलिसले उसको विगत खोतल्न थाल्यो। बाहिरबाट हेर्दा चर्च जाने एउटा सामान्य पारिवारिक मान्छे देखिने रोनाल्डको भित्री कथा भने अर्कै थियो, एकदमै अँध्यारो। अनुसन्धानले देखाएअनुसार रोनाल्डको जीवन समस्या नै समस्याले घेरिएको थियो। उनीमाथि $1 लाख को ऋण थियो। त्यो बेलाको समयमा यो निकै ठूलो रकम हो। पछिल्लो 10 वर्षमा उनले 21वटा जागिर फेरिसकेका थिए र धेरैजसो ठाउँबाट चोरीको आरोपमा निकालिएका थिए। उनी पैसाको लागि जे पनि गर्न सक्ने अवस्थामा पुगिसकेका थिए। र त्यसपछि पुलिसले एउटा यस्तो प्रमाण भेट्टायो जसले सबैलाई स्तब्ध बनायो। रोनाल्डले आफ्ना 2 छोराछोरीको नाममा ठूलो रकमको जीवन बिमा गराएका रहेछन्, तर आफ्नो र आफ्नी श्रीमतीको नाममा 1 पैसाको पनि थिएन। अनि सबैभन्दा डरलाग्दो कुरा, उनले हेलोविनको केही दिन अघि मात्रै छोरा टिमोथीको बिमाको रकम बढाएर दोब्बर पारेका थिए। अब यो संयोग मात्रै हुन सक्दैनथ्यो। अब त प्रमाणहरू एक गर्दै जोडिँदै गए। रोनाल्डका एकजना प्रोफेसरले भने कि रोनाल्डले उनलाई साइनाइडबारे सोधेका थिए। केमिकल पसलको एक कर्मचारीले उनलाई विष बेचेको मान्छे भनेर चिने। घरको कैँचीमा पिक्सी स्टिकको सानो प्लास्टिकको टुक्रा भेटियो। अनि सबैभन्दा नीच काम त के गरे भने आफ्नो छोरा मरेको 24 घण्टा पनि नबित्दै बिहानै बिमा कम्पनीमा फोन गरेर पैसा माग्यो। यी सबै प्रमाणहरू हेरेपछि अदालतलाई निर्णय लिन धेरै समय लागेन। सन् 1975को जुनमा रोनाल्ड ओब्रायनलाई आफ्नै छोराको हत्यामा दोषी पाइयो र मृत्युदण्डको सजाय सुनाइयो। तर अचम्मको कुरा, उनले अन्तिमसम्म पनि आफूले अपराध गरेको स्वीकार गरेनन्। सन् 1984 मार्च 31 जब रोनाल्डलाई मृत्युदण्ड दिइयो, त्यो बेलाको दृश्य सायद यो कथाकै सबैभन्दा डरलाग्दो पाटो हो। उसको अपराध यति घिनलाग्दो थियो कि जेलका अरू अपराधीहरूले समेत उसलाई घृणा गर्थे। जब उसलाई मृत्युदण्ड दिँदै थियो,
बाहिर 300 भन्दा बढी कैदीहरू एकै स्वरमा चिच्याउँदै थिए, ट्रिक अर ट्रिट, ट्रिक अर ट्रिट। यो घटना यो विश्वासघातको एउटा चरम नमुना हो। यसले हामीलाई एउटा निकै डरलाग्दो प्रश्नको अगाडि उभ्याउँछ। आखिर जसले आफ्नो सन्तानको रक्षा गर्नुपर्ने हो, उनै कसरी आफ्नो सन्तानको सबैभन्दा ठूलो र घातक दुश्मन बन्न सक्छ?